नमस्कार आदरणीय दर्शकमान बाबुहरू, आज हामीसँग हुनुहुन्छ कालीकोट सुदूरपश्चिम मध्यपश्चिम कर्णालीको चाहिँ एकजना हामी सरसँग हामी आज भेटघाट भयो। भइसकेपछि उहाँ चाहिँ बिजनेस गर्नुहुन्छ अनि त्यसपछि गएर उहाँको केही कुराहरू हामी उहाँसँग केही कुरा हामी गर्दैछौँ र यहाँलाई स्वागत छ। नमस्कार। नमस्कार। हजुरको चाहिँ कालीबहादुर खत्री हजुर। अनि अहिले के गर्दै हुनुहुन्छ? म त अब यसो सानोतिनो यसो बिजनेस गर्दैछु। ए बिजनेस राम्रै छ। हल्का पेट पाल्ने जीविका चलाउनेसम्म। र सरासरी अरू कुरा नभनिकन हजुरसँग म एउटा कुरा सोध्न चाहन्छु। अहिले जुन देशको अब राजनीतिक उथल पुथल छ र अहिले हर्क साम्पाङको जुन उहाँले उठाउनु भएको जुन विचार कस्तो लाग्छ हजुरलाई? मलाई एकदम मन पर्छ। कस्तो लाग्छ भने हर्क साम्पाङले जस्तै नेपालको हाम्रो माटाको चिन्ह लिनुभएको छ। यो धरती माता भनेको माटै नै हो। कि त जन्म दिने आमाले माया गर्छन् कि त हाम्रो धरतीले माया गर्छ। नेपालमा जस्तै हामीलाई राम्रो मान्छे चाहियो, हाम्रो मान्छे होइन कि राम्रो मान्छे चाहियो। अहिले जस्तै हर्क साम्पाङले भन्नुभएको छ 4 जात 36 पल सबै हाम्रो नेपाली हो भन्ने हर्क साम्पाङले माग राख्नु भएको छ। जस्तै देश हामी नेपाली भनेका 4 जात 36 वर्णका नेपालीहरू एउटै जुट भएर देश बनाऊ भन्ने हर्क साम्पाङको माग छ। मलाई एकदम मनपर्छ। हाम्रो 77 जिल्लाको एउटा विकट जिल्ला भनेको हाम्रो कालीकोट जिल्ला हो। हाम्रो कालीकोट जिल्लामा अहिलेसम्म बत्ती नपुगेर हामी अन्धकारमा बसेका छौँ। हामी त्यस्ता ठाउँमा हरेक नेताहरू गए, कसैले गाडी पिराइदिन्छु भने, कसैले बत्ती पिराउँछु भने, कसैले केही भने, अहिलेसम्म पुगेन। तर हामीलाई आस्था लाग्छ युवा नेता हुन् हर्क साम्पाङले जसरी धरान बनाउनु भयो त्यसै गरी हाम्रो कर्णालीतिर हेरिदिनु पर्यो। हर्क साम्पाङ भर्खरै नयाँ उब्जिनु भएको नेता हुनुहुन्छ। उहाँले हाम्रो कर्णालीमा गएर हेरेर हाम्रो कर्णालीमा पनि उहाँको पार्टी स्थापना गर्नु पर्यो अनि उहाँले हाम्रो कर्णालीतिर पनि हेरिदिनु पर्यो। हाम्रो कालीकोट जिल्ला भनेको 77 जिल्लाको विकट जिल्ला हो। हर्क साम्पाङको माटाको मायाप्रति हामी एकदम उत्साही छौँ। हर्क साम्पाङप्रति हामी उत्साही छौँ। हर्क साम्पाङलाई प्रत्यक्षको नभए पनि समानुपातिको भोटसम्म हामी हाल्नमा इच्छुक छौँ। हर्क साम्पाङप्रति हामी एकदम आशावादी छौँ। युवा नेता हो। अरू पार्टीका जन त्यो पार्टीले यो गरेन, यो पार्टीले यो गरेन, म यो गरिदिन्छु, यो ऊ गरिदिन्छु भन्नु भएन। हामीलाई राम्रो उद्देश्य दिनु पर्यो, हाम्रोतिर हेरिदिनु पर्यो। हामी एकदम हर्क साम्पाङप्रति लाभान्वित हुनेछु भन्दै मेरा 2 शब्द राख्दै हुन्छ। यतिमा म एकछिन बस्नुहोस् न एउटा कुरा। र अहिले विभिन्न पार्टीहरूले जुन जात जातको कुरा गरिरहेको छ उहाँले चाहिँ भनेको हामी भनेको सबै नेपाली दाजुभाइ दिदीबहिनी हामी हौँ त्यो भन्ने उहाँको भनाइ कस्तो लाग्छ तपाईँलाई? त्यो एकदम ठिक लाग्छ। हामी कोन राई, कोन लिम्बू, कोन तामाङ, कोन अब शेर्पा भनौँ, कोन बाहुन, कोन छेत्री, कोन अब हाम्रो दलित दाजुभाइ, कोन हाम्रो थारू आदिवासी जनजाति, हामी सबै हामी एउटै भूगोलमा बसेर एउटै नेपालमा बसेर हामीहरूले धर्म कर्म जो जसले जे माने पनि कसैको धर्ममाथि घृणा पनि गर्ने होइन, कसैको केही पनि गर्ने होइन। तर मान्छेमा भेदभाव गराउने, मान्छे फुटाउने, तू यो जात त्यो ए जात, यो लुम्बुवान राष्ट्र छुट्टै गरिदिन्छु, लुम्बुवानको लिम्बुवान, खोमुवान, तमुवाङ, बामन, छेत्री, कामी, मुस्लिम यो भनेर फटाउने काम गर्नु हुँदैन। हामी सबै 4 जात 36 पल हामी सबै हाम्रो जन्म भएको नेपालमा हामीले मिलेर सबैले बस्नुपर्छ, मिलेर देश बनाउनुपर्छ। देशको प्रति आशा राख्ने हो। हर्क साम्पाङको माग त्यही छ। हामीलाई त्यही ठिक लागेको छ। माटोप्रति हाम्रो माया छ। अनि जुन अहिले श्रमवाद भन्ने गीत आइरहेको छ हजुरले हेर्नुभयो होइन? हजुर। कस्तो लाग्यो तपाईँलाई? एकदम ठिक लाग्यो। हो, श्रम संस्कृति भनेको त एकदम राम्रो हो नि त। हजुर। र एउटा कुरो भन्छ हजुरलाई, जस्तै एउटा कुरो जुन श्रम संस्कृति पार्टी भनेको चाहिँ मान्छेले भन्छ कि ढुङ्गा मात्रै बोक्ने भनेर, तर प्रविधिसँग मान्छे जोडिनुपर्छ भन्ने कुरा उहाँको कस्तो लाग्यो? जस्तै एउटा कुरो हाम्रो सानसानो नानी बाबुहरू जस्तै हामीले अब एसएलसी दिइरहँदाखेरिमा त हामी अब जवान भइसकेको हुन्छौँ, तर ताकि एउटा खाना पनि पकाउन आएको हुँदैन। तर एउटा सुन्नुहोस्, म भन्छु कि श्रम नगरेसम्म कसरी हुन्छ? हाम्रो कालीकोट जिल्लाको दिब्बा साईले दिनभरि जीविसमा काम गर्नुहुन्थ्यो। राति गएर आफ्नो
घरको मल बोकेर खेतमा हाल्नुहुन्थ्यो। त्यत्रो ठुलो जीविस सभापति जस्ता मान्छेले आफ्नो खेतीपातीको लागि शरम नगरेपछि त खान पुग्दैन कि त भ्रष्टाचारै गर्नु पर्यो। शरम गरेर खानुपर्छ। त्यो शरम गर्ने ढुङ्गा बोक्ने ढुङ्गा नबोके घर कहाँबाट बन्छ? शरम नगरे खेती कहाँबाट फल्छ? शरम नगरे हाम्रो शरीरमा कपडा कहाँबाट आउँछ? गर्ने भनेको शरम हो। शरम बिनाको केही पनि कर्म मिल्दैन। शरम बिनाको कर्म मिल्दैन। शरमै गर्नुपर्छ। हामीले बिहान बेलुका शरम गरेर दिउँसो स्कुल जानुपर्छ। बिहान बेलुका घाँस काट्नुपर्छ, दाउरा काट्नुपर्छ, बिहान पानी ल्याउनुपर्छ, बिहान हरेक काम गरेर स्कुल जाने टाइम स्कुल जानुपर्छ, बिहान बेलुका आएर काम गर्नुपर्छ। शरम नगरेपछि त्यो शरम बिनाको केही पनि हुँदैन। सबभन्दा ठुलो के हो त? शरम हो। शरम नगरे खेतीपाती नलाउँदाखेरि कहाँबाट खाना खाने? कहाँबाट? कति कुराहरू तपाईँको बिचमा कुरा थोरै गाडे र कतिपय मान्छेहरूले के भन्छ भनेदेखि खालि ढुङ्गा मात्रै बोक्ने के अरे साबेल मात्रै चलाउने भन्ने खालको कुराहरू पनि छ होइन। तर त्यो होइन। सबभन्दाखेरिमा प्रविधि भनेको चाहिँ कस्तो भनेदेखि यो चाहिँ भनेको टेक्निकल कुराहरू पर्छ होइन। जस्तै एउटा कुरो अब डोजरले त गाह्रो लाउँदैन, गाह्रो त मान्छेले नि लाउनु पर्यो होइन। जस्तै अब तार सार यताउति त मिलाउनु त मान्छेले नि पर्यो होइन र हो कि होइन। तर यहाँ चाहिँ मान्छेले चाहिँ अफा चाहिँ जुन फैलाए जुन कुराहरूलाई चाहिँ फैलाइरहेको छ। त्यो भन्ने मान्छे कस्तो हो भने ओम भावना बोकेको ठुलो मान्छे, धुनाटे मान्छे, माडे मान्छे, उसले नथाहा पाएको क्या। त्यो शरम बिनाको केही मिल्छ? शरम बिनाको फल केही पनि मिल्दैन। शरमै भनेको एकदम एक नम्बर भनेको शरम हो। शरम नगरे पेटमा पर्दैन। पेटमा नपरे मान्छे कसरी जाग्छ? कसरी बच्छ? एकदम मान्छे भनेको उनासको किडो हो। अन्न नपाएपछि मान्छे ढल्छ। शरम गरेर सानो कुरो हुँदैन। हामी शरमै गर्नको लागि नेपालमा रोजगार नभएर कल कारखाना थिए, हरेक थिए, सब पलायन भए। अब शरम नगरेपछि के खाने? त्यही शरम गर्नको लागि विदेश धाउनुपर्छ। त्यही शरमको लागि अर्काको देशमा गएर ढुङ्गा बोक्ने, गिट्टी बोक्ने, अर्काको भाँडा धुने, अर्काको टोइलेट साफ गर्ने, त्यो शरमकै लागि त हो। हामी चेलीबेटीले एकदम शरमकै लागि बाहिर गएर इन्स्टिट्युसनमा कति पढेका छन्, कति दुःख पढेका छन्, कति भिजी भिसामा फसाएका छन्, कति नराम्रो काममा फसेका छन्। त्यही पेट पाल्नको लागि त हो। नेपालमै शरम गरेर नेपालमै हामी बसिदिएपछि त हाम्रो विदेशी जानु पर्दैन। हाम्रा नेताले राम्रो काम गरेर त हाम्रो नेपाल जस्तो एसिया महाराष्ट्रको कहीँ पनि छैन। तराई छ, पहाड छ, हिमाल छ, नदी छ, नाला छ, पानी छ, सब ठिक छ। कति राम्रो हजुरको भनाइ, यति खुसी लाग्यो। र अर्को कुरा सबभन्दाखेरिमा तपाईँले जुन अब यहाँ कल कारखाना भएदेखि होइन, उद्योग धन्दा भएदेखि विदेशी जानु पर्दैन, यहीँ नै रोजगार पाउँथ्यो होइन। उहाँको भनेको बात भनेकै जुन जुन श्रमवाद भनेको हर्कवाद भनेकै त्यही हो कि जस्तै यहीँ बसेर जुन कल कारखाना जस्तै उद्योग धन्दा खोल्ने होइन। उहाँको विचार एकदम राम्रो छ। जस्तै एउटा कुरो उहाँको विशेष गरेर उहाँको फोकस अहिले अब जुन सुदूरपश्चिम मध्यपश्चिमतिर उहाँको कर्णालीतिर उहाँले धेरै विचार गरिराख्नु भएको छ र उहाँलाई चाहिँ अब त्यो ठाउँमा जाँदाखेरिमा स्वागत हुन्छ होला नि होइन? हुन्छ, किन नहुने। नेपाल आमाको भनेकै धरती हो। हाम्रो नेपाल धरती भनेकै सुन्दर देश हो। पानीको कमी छैन। तपाईँको हाम्रो नेपालमा के छैन? तामा छ, फलाम छ, नुन छ, सुन छ, बत्ती बल्ने ढुङ्गासम्म छन्, युरिन पत्थर छ। हामीसँग के छैन? तर हाम्रो नेताले के गरे त अर्काको देश ताक्दा ताक्दै दिन बिगाडे। यो गर्छु, ऊ गर्छु, यसो गर्छु, उसो गर्छु भन्दा भन्दै अहिलेसम्म केही पनि परछेउ पुगेन। नपुगेको हुनाले हामी नेपालीहरूले दुःख पाएको कारणै त्यही छ। एउटाका खुट्टा अर्काले तान्ने, अर्काका खुट्टा अर्कोले तान्ने, अर्काका खुट्टा अर्कोले तान्ने। कोही 6 महिना प्रधानमन्त्री हुने, कोही 1 वर्ष प्रधानमन्त्री हुने, कोही 2 महिना प्रधानमन्त्री हुने, कोही त्यस्तै गर्दा गर्दै यो नेपाल बिग्रेकै कारण त्यही हो। फेरि हाम्रा नेताले के गरिदिए त? यो एउटाका खिल्ली अर्काले उडाउने, अर्काका खिल्ली अर्काले उडाउने, माखो मार्ने, कोही पनि माखो कसैले नमार्ने। यति धेरै नेताहरू आए, यति धेरै प्रधानमन्त्री भए। शेरबहादुर देउबाको घरमा त्यत्रो पैसा हेर्नुहोस् होइन, जसले एआईबाट बनाएको भनेर जुन फेक हो भनेर भन्यो। यो विषयमा के भन्नुहुन्छ तपाईँ? शेरबहादुर देउबाको घरमा पैसा नभएर पैसा थियो कसले भन्छ? 5 पटक प्रधानमन्त्री भएको मान्छेले
त्यो पैसा घरमा नराखेर कोही गली गुरुबालाई काहीँ कल कारखाना बनाइदिएको भए त उसको नामै चल्थ्यो नि। शेरबहादुरको मेडिकल रहेछ, त्यहाँ फ्रीमा औषधि गर्न पाइन्थ्यो, शेरबहादुरले यति चन्दादान दिए भनेर शेरबहादुरजीको नाउँ हुन्थ्यो। तर पैसा घरमा राख्नुभयो, जलेर गए, कसैको काममै लागेन। अनि केपी शर्मा ओलीले जुन अब झापामा एउटा भ्युटार बनायो, त्यो कस्तो लाग्छ तपाईँलाई? त्यो भ्युटार बनाउनु भन्दा पनि हस्पिटल बनाइदिएको भए काम लाग्थ्यो, स्कुल बनाइदिएको भए काम लाग्थ्यो। भ्युटारले के काम? सुदूरपश्चिमतिर लगेर त्यो हाम्रो कर्णालीतिर बाटो घाटो बत्ती यताउति बनाइदिएको भए त नामै लिन्थ्यौँ नि। त्यहाँ बाटै पुगिया छैन, गाउँमा बाटो पुर्याइदिएको भए त कस्तो राम्रो हुन्थ्यो। अनि तपाईँलाई बालेन कस्तो लाग्छ? बालेनको पनि हामीले बुझेका छैनौँ। बालेनको कसरी बुझेका छैनौँ भने अब केही त्यो बुझ्न सकिया छैन। बालेनको हामीलाई बुझेका छैनौँ। भन्छ नि अब गरिब दुखी जनताहरू जुन अब दाजुभाइ दिदीबहिनीहरू जस्तै काठमाडौँमा चाहिँ सानसानो गाडा ठेला सानसानो व्यापार गर्नेहरूलाई चाहिँ लखेटे होइन, जस्तै एउटा गरी खाने मान्छे सुकुम्बासीहरूलाई अब अझ सुकुम्बासीलाई हुकुमबासी बनाइदिए होइन। त्यसपछि गएर अर्को कुरा जुन यहाँ लाल पूर्जा भएको जुन घरहरू भएको मान्छेहरूको पनि घर भत्काइदिए भन्छन्। अब त्यो चाहिँ कस्तो राम्रो हजुर कस्तो लाग्छ? त्यो खास गरी गरिबलाई व्यवस्थापन गर्नुपर्ने क्या। त्यो धपाउनु भन्दा पनि एक ठाउँ तिमीहरू अब खान नपुगी लाउन नपुगी बिचरा दुःखले त बाटोमा बसेर आफ्नो जीविका पार्जित गर्ने मान्छेलाई एक्कासी धपाउनु भन्दा पनि एक ठाउँ किनारा लाएर एक ठाउँ सार्वजनिक ठाउँमा यहाँ तिमीहरू गरेर खाऊ भन्नुपर्ने ठाउँमा ठाडै खेदाउनु नहुने क्या। ठाडै मान्छेको बिहान बेलुका छाक टाड्ने मेसो गरेका मान्छेलाई त्यस्तो गर्नु नहुने। एक ठाउँ किनारमा गर भनेर एक ठाउँ व्यवस्थापन गर्ने ठाउँमा ठाडै धपाउनु ठिक होइन। र अनि हजुरको जुन अब कर्णाली भयो हजुरको घर होइन, कर्णाली, अनि हजुरको ठ्याक्कै कुन पालिका पर्छ, कुन के पर्छ तपाईँको? हाम्रो पालिका भनेको पालिका पर्दैन, हाम्रो तिलागुफा नगरपालिका पर्छ। तिलागुफा नगरपालिकाको हाम्रो साबीको चिलखाया पर्छ। हाम्रो गाउँमा अहिलेसम्म पुल नभएर हामीले हिँड्न पाएका छैनौँ। हाम्रो भैँसागुडादेखि रुडुबन्चु पर्यटक क्षेत्र भन्ने ठाउँमा हाम्रो पुल लागिदिएको भए हामी कति खुसी हुन्थ्यौँ। हाम्रो दैलेखले छोएको, जाजरकोटले छोएको, जुम्लाले छोएको, अनि सल्यानले छोएको हाम्रो त्यस्तो ठाउँ रुडुबन्चु पर्यटक क्षेत्र भनेका छन्। तर त्यसमा पुल नभएर हामी एकदम अञ्चलमा परेका छौँ, अँध्यारो कोठामा बसे जस्तै छौँ। हाम्रो भैँसेगुडाबाट तिलागुफा नगरपालिकाको साबीको चिल्खासम्म पुल हालिदिनुपर्छ भने हामी त एकदम खुसी हुन्थ्यौँ नि। एकदम अब हप्तासम्म आइसकेपछि हालिदिनुहुन्छ। उहाँले के भन्नुभएको छ भनेदेखि पहिला चाहिँ अब भ्रष्टाचारीहरूलाई चाहिँ अब हटाउने होइन, भ्रष्टाचार मुक्त बनाउने, अनि त्यसपछि गएर जुन ठाउँमा आवश्यकता छ होइन त्यो ठाउँलाई विशेष गरेर हेर्ने भनेपछि त उहाँ अवश्य पनि तपाईँहरूको ठाउँलाई एकदम हेर्नुहुन्छ भन्ने मलाई लागेको छ। त्यो लाग्यो भने हामी धन्यवाद दिनेछौँ, उहाँको सम्मान गर्नेछौँ। हाम्रो ठाउँमा आएपछि हाम्रो दैलेख हुँदै कालीकोट, हाम्रो तिलागुफा नगरपालिका हुँदै जुम्ला जाने रोड टेरे खुलेको छ, गाडी पास भएको छैन। यता कर्णाली राजमार्गबाट गएर भैँसेगुडा भन्ने ठाउँमा एउटा ठग ठेकेदारले अलिअलि पुल लाए जस्तै गर्यो, एउटा बाढी आएर बगाइ लगिदियो। त्यहाँबाट हामी अन्धकारमा छौँ। हाम्रो पुल नभएर हामी कहिले काठको बनाउँछु, बाढी आएर बगाउँछ, कहिले जानै पाउँदैनौँ। हामीलाई एकदम दुःख छ। हाम्रो त्यो 3वटा 4वटा पर्छ क्या, त्यहाँ पहिलाको गाविस हो, अहिलेको अब 10 नम्बर वडा, 11 नम्बर वडा, तपाईँको 9 नम्बर वडा। हाम्रो त्यो एकदम अन्धकारमा छ। पुल नभएर हामी धेरै दुःख छौँ। हामी घरबाट 1, 2, 3 घण्टा लाएर त्यहाँ बाटो भेटाउने, त्यहाँबाट फेरि गाउँमा आउनलाई साह्रै दुःख छ। त्यसमा पुल हालिदिएको भए त हामी धेरै उत्साह हुने थियौँ। हामीलाई त्यस्तै छ। अब त्यहाँको जनताहरूले पनि बुझ्नेछन् माटोलाई बुझ्नेछन्। माटो भनेको मेन हो संस्कृति पार्टीलाई भन्ने मलाई लाग्यो। र तपाईँको यति राम्रो जुन तपाईँको अभिव्यक्ति, यति धेरै त्यहाँको गुनासोहरू, त्यो तपाईँको मात्रै नभएर त्यहाँको समग्र रूपमा त्यहाँको सबै जुन दाजुभाइ दिदीबहिनीहरू जुन मध्य मात्रै नभएर सुदूरसम्मको जुन दाजुभाइ दिदीबहिनीहरूको पीडालाई एकदमै तपाईँले पोखिदिनु भयो जुन थोरै समयमा। र तपाईँको कति कामहरू थियो होला,
एकदमै खुसी लाग्यो र हर्क साम्पाङजीको जीलाई चाहिँ तपाईँले एकदमै नजिकबाट धन्यवाद दिन चाहन्छु। हजुर हर्क साम्पाङज्यूलाई धन्यवाद दिन चाहन्छु। राम्रो बोक्नुहोस्, नेपाल बनाउनुहोस्। हामी नेपाल बनाउने नेताप्रति उत्साह छु, खुसी छु। पहिलेकै नेता जस्तै यो गर्छु भन्ने, ऊ गर्छु भन्ने, केही नगरिदिने, त्यस्तो काम नगरिदिनु होला। झुट्टा आश्वासन नदिनु होला। हामीलाई सही सत्य काम गरिदिनु होला। हामी एकदम खुसी छौँ भन्दै मेरा दुई कुरा राख्दै होस् त। हस्, धन्यवाद है त, धन्यवाद, नमस्कार।